बुढी कहाँ गएछ यो बुढी? कति कराको यही छु त म। हेर तिम्रो छोराको ताल, 3-3 फ्यान खोलेर सुतिरहेछ गदा। अनि यस्तो गर्मीमा फ्यान नखोलेर के खोल्छ त तिम्रो कट्टु? तिमीलाई मेरो कट्टुसँग के प्रब्लम छ? जे कुरामा नि मेरो कट्टुलाई किन बीचमा ल्याउँछौ तिमी? किनकि तिम्रो अनुहार ठ्याक्कै तिम्रो कट्टु जस्तो छ। त्यसैले तिमीलाई देख्ने बित्तिकै तिम्रो कट्टुको याद आउँछ। हो मम्मी हो, मलाई पनि बाबाको अनुहार देख्ने बित्तिकै धुर्मुसे कट्टुको याद आउँछ। तिमीहरू आमा छोरा मिलेर मलाई रिस उठाएको हो। जो मान्छे 24 घण्टा रिसाएर बस्छ उसलाई हामीले रिसाउनु पर्छ र? यस्तो बुढी र यस्तो छोरा भएपछि म त के गौतम बुद्ध पनि रिसाउनुहुन्छ। तिम्रो त्यो गनाउने मुखले गौतम बुद्धको नाम नल्याऊ है। तिम्रो भन्दा सफाइ छ ल? अघि भर्खर ब्रस गरेको छु मैले। ब्रस गरेर मात्र हुन्छ, कुला गर्नु परेन। लौ अनि ब्रस गरेपछि कुल्ला गर्दिन होला त? कस्तो कुरा गर्छ यार। यो गर्मीमा म मात्र होला भनेको त सबै पागल भइसकेछ। फेरि बत्ती गयो। बत्ती हो कि पखाला हो के? गएकै गर्छ त यार। जाओस् अझै जाओस्। बिजुलीको बिल तिर्दा मेरो सातो गइसक्यो। ए बुढा, तिम्रो सातोलाई पछि खोजौला के? हाम्रो कान्छो छोरा खोइ देख्दिन त। मलाई के थाहा, म तिम्रो कान्छो छोराको बडीगार्ड हो र? अबे साले गयो होला नि बाहिरतिर होइन भित्रतिर। फ्रिज भित्र छ तपाईहरुको कान्छो छोरा। लौ न, किन छिरेको फ्रिज भित्र? अनि तैले चाहिँ रोक्नु पर्दैन भाइलाई? किन छिर्नु दिएको फ्रिज भित्र? म किन रोक्नु? त्यसलाई फ्रिज भित्र छिर्न सिकाउने मै त हो। ल हेर, यहाँ पो बसेको रहेछ। बाबु के गरेको फ्रिज भित्र? बाहिर आऊ। हे मम्मी, डिस्टर्ब नगर्नु न एकछिन, म गेम खेल्दै छु के। बाहिर निस्के भनेको सुनिनस्? हेर चिसिएर आइस जस्तै भएछ। अच्छा, तपाई चाहिँ तातेर ज्वालामुखी जस्तै हुनु भएछ। ए बुढा, त्यो गधालाई एक झापड हान त। भाइ फ्रिज भित्र छिर्दा के हेर्दै थिएछ त्यसले? म त टिकटक हेर्दै थिएँ मम्मी। त्यहाँ एकजना आन्टीले भन्दै हुनुहुन्थ्यो, स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ। तेरीमा डाका, भाइलाई हेर्न छोडेर त टिकटक हेर्छस्? टिकटक हेर्छस् त? टिकटक हेर्छस्? भयो बुढा भयो, धेरै नकुट। आफ्नै छोरा हो त्यो पनि। तिमीलाई थाहा छैन बुढी, त्यसलाई फ्रिज भित्र छिर्न यसले नै सिकाएको रहेछ। के रे? त्यसो भए अझै आना बुढा, अझै आना। उफ्री आना। उफ्री हान्न मिल्दैन के बुढी? मेरो खुट्टा मर्केको छ। त्यसो भए सुती आना न त। सुती चाहिँ कसरी हान्नु नि? यसरी हान्नु, यसरी। मम्मी भोक लाग्यो हौ, आइसक्रिम किन्दिनु न। भोक लाग्यो भने खाना खाऊ न त छोरा। मैले मिठो खाना बनाएको छु। नाइ के मम्मी, यस्तो गर्मीमा खाना रुच्दैन के? तेरो बाउले भन्छ यिनीहरूको नाटकै बेसी। हाम्रो पालामा त थाहा छ। तपाईहरुको पालामा 1 चम्ची पिठो पानीमा उमाल्नुहुन्थ्यो, अनि त्यसमाथि नुन सर्केर सबै परिवार घाममा बसेर खानुहुन्थ्यो।